दिल्लीको आशिष नचाहिने, बेजिङको ऋण नपच्ने अनि वाशिंटनको एजेन्डाले देश नचल्ने के बालेन शाहले नेपाललाई दुई ढुङ्गा बीचको तरुलबाट दुई ढुङ्गा बीचको हिरा बनाउन सक्ला कि यो पनि विदेशी स्कुलिङको अर्को एउटा नयाँ प्रयोग मात्र हो। साथीहरू नमस्कार। हिजोसम्म बालेन र रविको एकतालाई मिशन 84 को अचूक औषधि मान्नेहरू आज अलमल्लमा छन्। किन? आउनुहोस् विश्लेषण गरौँ। पहिलो, विकासकी कूटनीति। हामीलाई लाग्छ काठमाडौँको फुटपाथ सफा गरे जस्तै हो कूटनीति, तर होइन। भारतले बिजुली नकिने नेपालको जलविद्युत सब बन्छ। चीनले नाका नखोले बजार सुनसान हुन्छ। के बालेनले यी दुवैलाई एउटै टेबलमा राखेर नेपालको एजेन्डामा सहमत गराउन सक्लान्? यो उनको सबैभन्दा ठुलो मास्टर स्ट्रोक हुनेछ। दोस्रो, पश्चिमी स्कुलिङको डर। बजारमा हल्ला छ बालेन र नयाँ अनुहारहरू पश्चिमी आइआरआई वा एनइडी को पाठ्यक्रम पढेर आएका हुन्। यदि यो सत्य हो भने उनीहरूले एन्टी इन्डिया वा एन्टी चाइनाको कार्ड खेले भने सम्झनुस् हामीले ठुलो मूल्य चुकाउनु पर्नेछ। भू राजनीतिको आगोमा रोटी सेकाउन खोज्दा कतै हाम्रो घरै त जल्ने होइन। र तेस्रो, रवि बालेनको ग्याङ वार र शक्ति सङ्घर्ष। एउटै पार्टीभित्र बालेन ग्याङ र रवि ग्याङको लुछाचुडीले जेन्जीको बलिदानीमाथि प्रश्न उठाएको छ। एउटा मन्त्री फसाउन अर्कोले फाइल लिक गर्ने, यो त त्यही पुरानै बोतलको पुरानै रक्सी भएन र? जनताले बालेन शाहलाई मत दिएका हुन् एजेन्डा र डेलिभरीको लागि, न कि विदेशी शक्तिको प्यादा बन्नका लागि। यदि उनले सत्तामा पुगेपछि आफ्नो स्कुलिङ फेर्न सकेनन् र राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिएनन् भने उनको भविष्य पनि इतिहासका अरू फेर्न टुप्पाका नेताहरू जस्तै हुनेछ। भौगोलिक यथार्थले गर्दा नेपाल पूर्ण रूपमा भारत वा चीनलाई व्यवस्था गरेर विकास हुन सक्दैन, तर निर्भरतालाई अन्तर्निर्भरतामा बदल्न सकिन्छ। बालेन शाहले अहिले भनिरहेको भाइब्रेन्ट ब्रिज, जीवन्त पुलको अवधारणा यही हो, जहाँ नेपाल केवल बफर स्टेट मात्र नभई दुई विशाल अर्थतन्त्र जोड्ने आर्थिक कोरिडोर बन्न सक्छ। अन्तर्राष्ट्रिय सम्बन्धमा स्कुलिङ भन्दा राष्ट्रिय स्वार्थ बलियो हुन्छ। यदि बालेन शाहले शक्तिमा पुगेपछि कुनै शक्ति केन्द्र पश्चिमी एजेन्डाको मात्र कार्ड खेले भने भारत र चीन सुरक्षा चिन्ताका कारण एकै ठाउँमा आउन सक्छन्, जसले बालेनको सरकारलाई अस्थिर बनाउने जोखिम रहन्छ। तर यदि उनले स्ट्राटेजिक न्युट्रलिटी अपनाएर अमेरिकी आर्थिक सहयोगलाई विकासमा मात्र सीमित राखेर सामरिक स्वार्थबाट टाढा राखे भने त्यो मास्टर स्ट्रोक हुन सक्छ। के बालेन शाहले भारत र चीनलाई सँगै हिँडाउन सक्ला कि उनी पनि विदेशी रणनीतिको शिकार होला? तपाईको विचारमा बालेनको कूटनीति मास्टर स्ट्रोक हो कि मिस्टेक? कमेन्टमा भन्नुहोस्। यो भिडियो शेयर गर्नुहोस् ताकि नयाँ शक्तिहरूले बुझुन् जनताले फाइल मात्र होइन नियत पनि हेरिरहेका हुन्छन्। जय देश, जय च्यानल अफ नेपाल।